हेलो गाइस, स्वागत छ हजुरहरूलाई अर्को एउटा सानो मिनी ब्लगमा। आशा गर्छु सन्चै हुनुहुन्छ भनेर। सो गाइस, मेरो चाहिँ भिडियोको सुरुवात हुँदै थियो मर्निङबाट। म चाहिँ नुहाइधुवाइ गरेर आएर यहाँ रेडी हुँदै थिएँ। रेडी चाहिँ म कहाँ जानको लागि हुँदै थिएँ भन्दाखेरि मन्दिर जानको लागि हुँदै थिएँ। अनि म चाहिँ यहाँ मन्दिर पनि पुगिसकेको थिएँ। यहाँ चाहिँ को जानुभएछ मलाई कमेन्टमा भनिदिनु होला। अनि जो जानुभएको छैन तपाईँहरू पनि जान सक्नुहुन्छ। यहाँ चाहिँ सबै ढुङ्गाकै मन्दिर हो नि त। भगवान पनि ढुङ्गाकै, वालहरू पनि ढुङ्गाकै, छत पनि ढुङ्गाकै छ। हेर्न सक्नुहुन्छ। अनि भगवानहरू पनि कुना-कुनामा छन्। तर मैले चाहिँ भित्र-भित्र गएर भिडियो बनाइन, डर हुन्छ नि त नि, अँध्यारो थियो। अनि निस्केर आएर म चाहिँ आफ्नो भिडियो बनाउँदै थिएँ। अनि त्यसको बादमा पूजाहरू गर्दै थिएँ। आज चाहिँ पण्डितजी पनि हुनुहुने थिएन, त्यही भएर हामीले चाहिँ आफै पूजाहरू गर्दै थियौँ। अनि पूजा गर्दै यहाँ निस्किँदै थिएँ म चाहिँ। अरू बेला त मन्दिरमा कति भिड हुन्छ, तर आज चाहिँ भिडै थिएन। हामीहरू चाहिँ 3-4 जना मात्रै थियौँ मन्दिरमा। अनि पूजाहरू गर्न पनि लाइन लाग्नु परेन, जल्दी भयो। अनि निस्केर आउँदै गर्दा चाहिँ यहाँ लास्टमा चाहिँ नन्दी बाबा हुनुहुन्छ। अनि म चाहिँ त्यहाँ पूजा गर्दै थिएँ। अनि नन्दी बाबाको त कानमा विस माग्नुपर्छ अरे नि त गाइस, अनि म चाहिँ त्यहाँ विस माग्दै थिएँ। उस पनि कति लामो छ हेर्नु न। पुरा मागेकै थिएँ म। अनि आफ्नै भिडियो बनाउँदै थिएँ त्यसको बादमा म चाहिँ। अनि मैले चाहिँ ट्रेड लिएको थिएँ। म चाहिँ त्यही बाहिर निस्केर हेर्दै थिएँ। सो गाइस, बाई बाई।